मलाई के हैन वैदेशिक रोजगारमा जानुभएका मेरा साथीभाइ इष्टमित्र दाजुभाइ दिदीबहिनीहरूले के छ बङ्गाडेवानको हालखबर के छ भनेर सोध्छन् कि हैन। अनि बङ्गाडेवानको हालखबर चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। कस्तो छ भन्दाखेरि चाहिँ यस्तो उत्ताङ चेङराङ परेछ बङ्गाडेवानको हालखबर हैन। यो बोर्ड मात्रै उत्ताङ चेङराङमा परे हैन, बङ्गाडेवानको बजार विकासमा पनि त्यस्तै उत्ताङ चेङराङमा परेछ। पहिलो कुरा म पहिलो मात्रै देखाउन चाहन्छु केमा उत्ताङ चेङराङमा परेछ भन्दाखेरि चाहिँ यहाँ निर चाहिँ यति मङ बास्ना आउने ढल निष्कासन भइरहेछ के हैन। तपाई बजार इन्ट्री हुँदा बित्तिकै यो बास्नाले तपाईलाई तान्छ के हरहर्ती तान्छ के हैन। बजार यही छ हैन। अनि यहाँ चाहिँ यसरी ढल निष्कासन भइरहेछ। यस्तो मजाको छ, यही बसिरहँ जस्तो हैन। यही बास्नामा हरहर्ती बसौँ जस्तो हैन। यस्तो बास्ना आउँछ, यति मिठो बास्ना आउँछ कि हैन, कुरै नगरौँ, छोड्दिउँ है।